नमस्कार 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 आदरणीय दर्शकबिन यहाँहरूमाझ आज म युट्युबले नयाँ अपडेट लिएर आएको छ। नयाँ अपडेट बारेमा यहाँहरूलाई जानकारी होस्, सूचनामूलक होस्। विशेष गरी भर्खर भर्खर मोनिटाइज भएका कन्टेन्ट क्रिएटरहरू लगायत मोनिटाइज गराउनको लागि ती क्रममा लागिरहनु भएका बिगिनरहरूलाई केही सहयोगी साबित होस् भन्ने उद्देश्यले मैले यो भिडियो ल्याउन खोजिरहेको छु। आदरणीय दर्शकबिन पुनः यहाँलाई हार्दिक स्वागत गर्दछु। भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला र यहाँले युट्युबले अहिले ल्याएको नयाँ अपडेटबारे यहाँले जानकारी लिनुहुनेछ। पक्कै पनि कन्टेन्ट क्रिएटरहरूलाई एउटा त्रासको जस्तो अपडेट आएको छ चाहिँ होइन, तर वास्तवमा यो त्रास नभइकन युट्युबले चाहिँ यो प्रतिस्पर्धालाई समय अनुकूल अपडेट गर्दै गएको छ। 2027 फेब्रुअरी 1बाट है, अब आउने चाहिँ 2027 फेब्रुअरी 1बाट नयाँ अपडेट ल्याएको छ र यस अगाडिको कन्टेन्ट क्रिएटरलाई यथावत नै छ। त्यसको लागि कस्तो अपडेट आएको छ त यहाँले सुन्नु भएको छ, बजारको हल्ला होइन, चाहिँ 8000 घण्टा र चाहिँ 1000 सब्सक्राइब भन्ने सुन्नु भएको छ। यो सत्य हो, तर चाहिँ 2027 फेब्रुअरी 1बाट 1 वर्षमा 365 दिनमा लोङ भिडियो चाहिँ राख्ने कन्टेन्ट क्रिएटरहरूको लागि चाहिँ कस्तो गरिदिएको छ भने 4000बाट बढाएर 8000 घण्टा चाहिँ 365 दिनमा 8K अथवा 8000 घण्टा चाहिँ वैध चाहिँ वाच टाइम हुनु पर्यो र सब्सक्राइब त 1000 नै यथावत नै राखिएको छ। त्यस्तै गरी सर्टबाट मोनिटाइज गराउन चाहनेहरूको लागि चाहिँ सर्टबाट 1000 सब्सक्राइब र 2 करोड भ्युज होइन, यसरी चाहिँ युट्युबले त्यो बनाइदिएको छ होइन। जुन चाहिँ सर्टबाट मोनिटाइज गराउन चाहनुहुन्छ भने 3 महिना 90 दिनमा 2 करोड भ्युज प्राप्त गरेर 1000 सब्सक्राइब प्राप्त गर्यो भने तपाईँको च्यानल मोनिटाइज हुन्छ भनेर चाहिँ यसरी नयाँ अपडेट ल्याइदिएको छ। यसले चाहिँ विशेष गरी मोनिटाइज नगरिएका साथीहरूलाई उहाँहरूलाई चाहिँ एउटा चाहिँ त्रासको, यसरी मोनिटाइज नभएका साथीहरूलाई होइन, भर्खर बिगिनरहरूलाई एउटा त्रासको 4000 घण्टा पनि फलामको चिउरा थियो भने 8000 घण्टा त असम्भव जस्तो चाहिँ यस्तो बनाइदिएको छ, त्रास जस्तो बनाइदिएको छ, हतोत्साही जस्तो बनाइदिएको छ युट्युबले। वास्तवमा त्यस्तो होइन। कुनै पनि कन्टेन्ट क्रिएटरमा युट्युबमा तपाईँ लाग्नुहुन्छ भने बेसिक आधारभूत नलेजहरू लिनु पर्दछ। पक्कै पनि त्यो 8000 घण्टा पुर्याउन पनि तपाईँलाई चाहिँ कुनै गाह्रो हुँदैन। आदरणीय दर्शकबिन यहाँहरू पक्कै पनि कन्टेन्टमा सक्रियपूर्वक लागिरहनु भएको छ। पक्कै यहाँहरूले चाहिँ पक्कै पनि आधारभूत नलेजहरू, ज्ञानहरू, भिडियो एडिटका ज्ञानहरू लगायत चाहिँ नयाँ भिडियो अपलोड गरिसकेपछि होइन, तपाईँले चाहिँ त्यसमा राख्नुपर्ने टाइटल कस्तो राख्ने, डिस्क्रिप्सन कस्तो राख्ने होइन, अनि त्यसको ट्याग्सहरू के राख्ने, किवर्डहरू भन्ने कुरा हुन्छ। त्यो कुराहरू कतिपय साथीहरूले भिडियोमा राखिएको देखिँदैन, त्यो अनिवार्य रूपमा राख्नु पर्दछ। त्यसले केही न केही भिडियोलाई भ्युजहरू बढाउँछ होइन, भ्युज बढाउँछ त भिडियोलाई चाहिँ सर्चेबल बनाउन चाहिँ मद्दत पुर्याउँछ, जसले तपाईँको वाच टाइम पुर्याउन तपाईँलाई चाहिँ मद्दत पुर्याउँछ। यहाँहरूले पक्कै पनि ती नलेजहरू, बेसिक ज्ञानहरू लिनै पर्दछ। ट्याग्स के हो, टाइटल के हो, टाइटल नेपालीमा भनिन्छ शीर्षक के हो होइन, यसरी डिस्क्रिप्सन के हो, त्यो ह्यासट्याग के हो, किवर्ड के हो, अनि ट्याग्स के राख्नु पर्दछ, लोकेसन आदि कुराहरू चाहिँ भिडियोको बारेमा चाहिँ यसरी एसइओ सेटिङ मिलाएर राख्नु पर्दछ। यसरी मिलाएर राखेको खण्डमा तपाईँको भिडियोमा केही न केही भ्युज जान्छ। केही न केही भ्युज गइसकेपछि कुनै न कुनै एउटा भिडियो भाइरल भइदियो भने तपाईँको 8000 घण्टा भनेको ठुलो कुरो होइन। तपाईँ लाइभ स्ट्रिम जानुहुन्छ, लाइभमा पनि तपाईँ लोकेसन राखेर ट्याग्सहरू, ह्यासट्यागहरू राखेर जानुभयो भने तपाईँको युट्युबको रिच भन्ने हुन्छ कि युट्युबले धेरैजनाको माझमा पठाइदियो भने भिडियोको चाहिँ भ्युज जाने सम्भावना बढी हुन्छ, जसले गर्दा तपाईँको वाच टाइम बढाउने सम्भावना बढिरहन्छ। यसरी चाहिँ मैले पुनः भने 2027 फेब्रुअरी 1बाट चाहिँ के भएको छ भन्दाखेरि 8000 घण्टा भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला है यहाँहरूले। आदरणीय दर्शकबिन फेरि म यहाँलाई चाहिँ अनुरोध गर्न चाहन्छु, यहाँहरू चाहिँ 8000 घण्टा 1 वर्षमा पुर्याउने कुरोलाई तपाईँले फलामको चिउरा मान्नुभएको छ, असम्भव मान्नुभएको छ। त्यो होइन, तपाईँले चाहिँ भिडियो राख्दै जानुभएको छ, निरन्तर भिडियो राख्दै जानुभएको छ, तर तपाईँले त्यो भिडियोको बारेमा मैले पुनः अगाडि भने नि डिस्क्रिप्सनहरू, टाइटलहरू, अनि किवर्डहरू आदि कुरा राख्दै जानुहोस् होइन, ट्याग्सहरू राख्दै जानुहोस्। तपाईँको भिडियोले पक्कै पनि भ्युज लिन्छ।
कुनै न कुनै भिडियो युट्युबले तपाईँको चाहिँ भिडियो भाइरल बनाइन्छ, कुनै न कुनै एउटा भिडियो भाइरल बनाइन्छ जसले तपाईँको वाच टाइम प्राप्त गर्नको लागि तपाईँलाई मद्दत पुर्याउँछ। तर तपाईँले चाहिँ टाइटल, डिस्क्रिप्सन होइन, थम्बनेलहरू अरू कुराहरू पनि केही पनि राख्नु भएको छैन भने तपाईँले चाहिँ त्यो भिडियोलाई चाहिँ भाइरल हुने सम्भावना अति कम हुन्छ। त्यसकारण यहाँहरूले चाहिँ त्यो गर्दै जानु होला। यहाँहरू चाहिँ नयाँ अपडेट युट्युबमा निकै प्रतिस्पर्धा नि बढेको छ होइन, जसले चाहिँ त्यो स्थिति बनाइदियो। अनि फेरि तपाईँहरूलाई थाहा छ नि, फेरि हाफ मनो भन्ने यहाँले सुन्नुभएको छ नि, हाफ मনোलाई यथावत राखिदिएको छ नि होइन। यसरी 500 सब्सक्राइबर एक वर्षमा लङ भिडियो राखेर मोनेटाइज गराउन चाहनुहुन्छ भने होइन, हाफ मनो गराउन चाहनुहुन्छ भने मोनेटाइजको लागि 500 सब्सक्राइब एक वर्षमा र 3000 घन्टा यथावत नै राखिएको छ। त्यस्तै गरी पनि सर्ट भिडियोमा राख्नुहुन्छ भने 500 सब्सक्राइबर र चाहिँ 90 दिनमा 30 लाख भ्युज भए तपाईँले चाहिँ यो पुरानो नियम नै यथावत नै छ। भलै यहाँहरूले चाहिँ के गर्नु होला भन्दाखेरि यहाँहरूले चाहिँ सकेसम्म हाफ मनो गराउनतिर प्रयास गर्नु होला। हाफ मनोमा तपाईँले चाहिँ बेसिक नलेजहरू पनि लिँदै जानु होला। यहाँलाई चाहिँ एउटा टिप्स मैले के दिन खोजेको भन्दा यहाँहरूले चाहिँ 8000 घन्टा होइन, वर्षभरिमा 8000 घन्टा, ओहो होइन, 8000 घन्टा भन्ने कुरो त यो त चाहिँ असम्भव हो भन्ने यहाँलाई चाहिँ लाग्न सक्छ होइन, पक्कै पनि होइन। यस्तो भएको खण्डमा तपाईँले अब च्यानल मोनेटाइज गराउन सकिँदैन, अब च्यानलै छोडिदिनु पर्यो भन्ने यहाँहरूमा चाहिँ धेरै त्यस्तो लागेको हुन सक्दछ होइन। यसरी चाहिँ ओहो अब चाहिँ 1000 सब्सक्राइबर र चाहिँ 3 महिनामा चाहिँ 90 दिनमा चाहिँ 2 करोड भ्युज सर्ट भिडियोमा भन्ने कुरो यो त असम्भव जस्तो लाग्ला तपाईँलाई। भिडियोलाई स्किप नगरिकन हेरि। आदरणीय गाइजहरू, आदरणीय मित्रहरू, यो असम्भव भन्ने कुरो छैन। मैले अघि नै भनिसकेँ, यहाँले अब भिडियोमा मोनेटाइज गराउने आइडिया भनेको के हो भन्दाखेरि तपाईँले चाहिँ सकेसम्म पहिला हाफ मनो गराउनुतिर लाग्नु होला होइन, कन्टेन्ट क्रिएटरहरूले होइन। हाफ मनो गराइसकेपछि होइन तपाईँहरूले चाहिँ त्यस पछाडि चाहिँ तपाईँले बेसिक नलेजहरू लिँदै जानु होला। मैले अघि नै पुनः दोहोऱ्याएर भने तपाईँले त युट्युबको यो भिडियोको चाहिँ थम्बनेल, टाइटल, डिस्क्रिप्सन होइन, किवर्ड अनि ट्याग्सहरू अनि लोकेसन आदि कुराहरू चाहिँ राख्दै जानु होला। यसरी राख्दै गएको खण्डमा चाहिँ तपाईँको भिडियोले चाहिँ पक्कै पनि भ्युज लिन्छ र तपाईँको फुल मोनेटाइज हुनको लागि तपाईँ अगाडि बढ्न पाउनुहुन्छ। किनभने युट्युबले हाफ मनको लागि कुनै परिवर्तन गरेको छैन। हाफ मोनेटाइजको क्राइटेरियाको लागि यथावत राखिदिएको छ। हाफ मनको तपाईँलाई थाहा छ होइन, 500 सब्सक्राइबर एक वर्षमा र चाहिँ 3000 घन्टा चाहिँ वाच टाइम। त्यस्तै गरी सर्टमा काम गर्नुहुन्छ भने 90 दिनमा होइन 500 सब्सक्राइब र 30 लाख भ्युज। अब मोनेटाइज भइसकेको च्यानलहरूले फेरि एउटा कुरो तपाईँले चाहिँ मोनेटाइज भइसकेको च्यानलहरू त 4000 घन्टामा मोनेटाइज गराउनु भएको छ। अब यसको के होला भन्दा त्यसको यथावत नै राखिदिएको छ। तर के सर्तहरू तपाईँको चाहिँ च्यानल कति सक्रिय छ भनेर चाहिँ युट्युबले चाहिँ यसरी चेक गर्ने गर्दछ। चेक गर्दाखेरि तपाईँको अब लङ भिडियोबाट तपाईँले चाहिँ मोनेटाइज गराउनु भएको छ भने तपाईँको चाहिँ 365 दिनमा चाहिँ 1000 घन्टा चाहिँ वैध वाच आवर चाहिँ भिडियोमा आएको हुनु पर्यो तपाईँको भिडियोमा है, तपाईँ मोनेटाइज भइसकेको च्यानलहरूले है। अनि तपाईँको अनि सर्ट भिडियोमा भने 90 दिनमा 10 लाख भ्युज आएको हुनु पर्यो। वैध भ्युज आएको छ भने तपाईँको च्यानल सक्रिय छ भनेर चाहिँ बुझिन्छ है। यो युट्युबमा चाहिँ युट्युबले त्यसरी बुझ्दछ भने सक्रिय च्यानल, तपाईँको च्यानल डिमोनेटाइज हुँदैन। यद्यपि तपाईँको च्यानलमा मोनेटाइज भइसकेको च्यानलमा 365 दिनमा 1000 घन्टा वैध वाच टाइम छैन भने त्यो तपाईँको च्यानल डिमोनेटाइज हुन सक्दछ। सर्ट भयो भने 90 दिनमा 10 लाख भ्युज तपाईँको उसमा छैन भने, सर्ट छैन भने 90 दिनमा तपाईँको च्यानल डिमोनेटाइज हुनु पर्दछ। फेरि तपाईँले 90 दिनमा 2वटा लामो भिडियो पनि राखेको छैन, नियमित काम पनि गरेको छैन भने तपाईँ अनि 5वटा सर्ट भिडियो चाहिँ होइन पनि राख्नु भएको छैन भने तपाईँको डिमोनेटाइज हुन सक्छ है। यो कुरा बुझ्नु होला कि सर्टबाट चाहिँ मोनेटाइज गराएकोहरूले चाहिँ न्यूनतम 90 दिनमा 5वटा सर्ट भिडियो राखेकै हुनु पर्दछ। अनि लङबाट चाहिँ 2वटा लामो भिडियो हुनै पर्दछ। यसरी यो अहिले तपाईँको मोनेटाइज भइसकेको च्यानलहरू सबैमा चाहिँ यो पोलिसी पठाइदिएको छ, युट्युबले पठाइदिएको छैन। यो तपाईँले चाहिँ यो पार्टनर प्रोग्राममा युट्युबमा चाहिँ वाइपिपीमा चाहिँ यसको चाहिँ शर्त नियमहरू यो तपाईँले एक्सेप्ट गर्नु भएन भने तपाईँको च्यानल के हुन्छ त चाहिँ फेब्रुअरी 1बाट मोनेटाइज भइसकेको च्यानल पनि डिमोनेटाइज हुन्छ। त्यसकारण यसभन्दा अगाडि तपाईँको वाइटी स्टुडियोमा आइसकेको छ, तपाईँको नोटिफिकेसनमा चाहिँ मेसेज आइसकेको छ, त्यसलाई टर्म एन्ड कन्डिसनलाई त्यो सर्तहरूलाई तपाईँले एक्सेप्ट गरेर चाहिँ तपाईँले सबमिट गरिदिनुपर्छ। एक्सेप्ट गर्दैछ तपाईँको च्यानल ढुक्क छ, तपाईँको चाहिँ मोनेटाइज भइसकेको च्यानललाई चाहिँ यथा कुनै प्रभाव पार्दैन भनेर भनेको छ नयाँ अपडेटले होइन। पहिला मोनेटाइज भइसक्यो तर यो पोलिसीलाई तपाईँले युट्युबको पोलिसीलाई भने एक्सेप्ट गर्नुपर्ने छ। यो चाहिँ कहिलेसम्म त 2027 जनवरी
अप्रिल 31 भित्र तपाईले एक्सेप्ट गरिसकेको हुनुपर्छ। एक्सेप्ट गरिसक्नु भयो भने तपाईको च्यानललाई यथावत तपाईले मोनेटाइजको यात्रा तपाईलाई चाहिँ अगाडि बढाइदिन्छ चाहिँ। आदरणीय दर्शकबिन, यसरी यहाँलाई चाहिँ मैले अघि नै भने यहाँलाई त्रास जस्तो लाग्यो होला चाहिँ हैन। 8 लाख भ्यू सरी चाहिँ 8000 भ्यू WT चाहिँ वाच टाइम प्राप्त गर्नु भनेको फलामको चिउरा 4000 पुर्याउन नै नसकेर चाहिँ कति गाह्रो परिरहेको छ हैन। कतिपयलाई त्यो कुरो लागेको छ भने तपाईले कुनै पनि च्यानल मोनेटाइज गराउनुहुन्छ भने केही न केही नलेजहरु तपाईले लिनु होला। यस्तै छ भने कमेन्ट बक्समा राखिदिनु होला। यो डिस्क्रिप्सन के हो, टाइटल के हो, थम्बनेल के हो भन्ने बारेमा तपाईलाई शंका कसरी राख्ने भन्ने बारेमा तपाईलाई ज्ञान छैन भने तपाईले कमेन्ट बक्समा चाहिँ कमेन्टमा राखिदिनु। त्यस्तै भिडियोहरु म बनाएर चाहिँ दिनेछु। यस्तै सफल कन्टेन्ट क्रिएटरहरुले पनि यस्तै डिस्क्रिप्सनको बारेमा, थम्बनेल, टाइटल, किवर्डको बारेमा बनाएको भिडियोहरु पनि यहाँले हेर्न सक्नुहुन्छ। अथवा मलाई प्रश्न सोध्नुहुन्छ भने मैले पनि तपाईको यस्ता भिडियोहरु मैले राखिदिनेछु। यसरी चाहिँ तपाईलाई यहाँहरुलाई सहज हुने। आदरणीय दर्शकबिन, यहाँहरु टाढाबाट हुन्छ, देश विदेशबाट हेर्दै हुनुहुन्छ, यहाँहरुलाई चाहिँ कन्टेन्ट क्रिएटरलाई सहयोग, यहाँको प्रोत्साहन मिलोस्, यहाँहरु हतोत्साही नहोस्, ताकि 8000 घण्टा कसरी पुर्याउने, कहिले सकिन्छ चाहिँ हैन। 1000 सब्स्क्राइब त यथावत राख्दै छ, 8000 घण्टा त पुर्याउन सकिँदैन भन्ने तपाईलाई त्यस्तो फलामको चिउरा लागेको छ। तपाईले त्योलाई कन्टेन्ट क्रिएटरको क्षेत्रमा लागिसकेपछि केही न नलेजहरु लिनु होला। तपाईले मैले अघि नै पुनः दोहोर्याएर भने मैले तपाईलाई भ्यूज केही बढाउनको लागि तपाईले हैन भ्यूज बढाउनको लागि थम्बनेल पनि आकर्षक थम्बनेल राख्नु पर्यो। थम्बनेल बनाउन एकदमै सजिलो छ अहिले चाहिँ हैन। तपाईहरुको थम्बनेल चाहिँ चार्ट जीपीटी ले पनि बनाइन्छ अहिले चाहिँ। आकर्षक हाई रेजोल्युसनको थम्बनेलहरु बनाइदिन्छ। डिस्क्रिप्सन, ट्याग्स, किवर्डहरु बनाइन्छन् हैन। चाहिँ यसरी बनाएर तपाईले चाहिँ आफ्नो भिडियोमा राख्ने गर्नुहोस्। तपाईले भिडियोमा हेर्नुस् न, मेरो भिडियोहरुमा पनि हेर्न सक्नुहुन्छ यहाँले चाहिँ हैन। यसरी कस्तो डिस्क्रिप्सन राखेको छ, कस्तो थम्बनेल राखेको छ, कस्तो टाइटल राखेको छ, कस्तो चाहिँ किवर्ड राखेको छ, कस्तो ट्याग्स राखेको छ, ती कुराहरु हेर्नुस्। ती कुराहरु राखेर तपाईले भिडियो बनाउनु भयो भने तपाईको भिडियो एक न एक दिन तपाईको भिडियो चाहिँ भाइरल हुन्छ, भ्यूज जान्छ। त्यसकारण तपाईलाई चाहिँ युट्युबले तपाईलाई जसरी पनि तपाईलाई चाहिँ अगाडि बढाउने चाहिँ अवसर मिलाइदिन्छ। तपाईलाई के हो भने वाच टाइमको खाँचो हो। तपाईलाई भ्यूज बढ्यो भने वाच टाइम पनि आउँछ हैन। वाच टाइममा आएपछि तपाईको च्यानल पनि मोनेटाइज हुन तपाईलाई सजिलो हुन्छ। सब्स्क्राइब त 1000 त अब सजिलै पुर्याइन्छ, 8000 त कसरी पुर्याउने, 4000 पुर्याउन गाह्रो भइराखेको थियो भन्ने कुरो जुन कुरा साथीहरुले कुरा गरिरहनु भएको छ नि, यहाँहरुले चाहिँ पक्कै पनि यो कुरो थम्बनेल कसरी राख्ने, टाइटल कसरी राख्ने, डिस्क्रिप्सन कसरी राख्ने, किवर्ड कसरी राख्ने र चाहिँ ट्याग्स कसरी राख्ने, यो कुराको नलेज लिनुस्। तपाईले नलिनहुने नलेज लिनुस्। तपाईको चाहिँ च्यानल 1 वर्ष लाग्दैन 8000 घण्टा चाहिँ वाच टाइम प्राप्त गर्नको लागि। तपाईको च्यानलले चाहिँ तपाईको भिडियोले तपाईको च्यानल होल च्यानलले ल्याउने हो। त्यसकारण तपाईको च्यानलले सजिलै प्राप्त गर्छ। सर्टमा काम गर्नु भएको हो भने त्यही हो, सर्टमा पनि तपाईको चाहिँ त्यो मिलाएर चाहिँ राख्नु। सर्टले चाहिँ पक्कै पनि नियमित काम गर्दै एउटै सर्ट भिडियोले पनि मोनेटाइज भएको इक्जाम्पलहरु, उदाहरणहरु छन्। आदरणीय दर्शकबिन, यहाँहरु हतोत्साही नहुनु होला। यहाँलाई प्रोत्साहित होस् भनेर यो भिडियो बनाए। मैले भनिहालेँ नि, केही बेसिक नलेजहरु भिडियो राख्दाखेरि केही नलेजहरु लिएर राख्नु होला र त्यसरी राखी तपाईको भिडियोले चाहिँ पक्कै पनि ट्रेन्ड लिन्छ र चाहिँ तपाईले भिडियो लङ भिडियो बनाउँदा 3 मिनेट भन्दा लामो भिडियो बनाउनु होला है। अनि तपाईले चाहिँ सर्ट भिडियोमा काम गर्नुहुन्छ भने तपाईको छुट्टै हो, सर्टमा चाहिँ एउटै भिडियोले पनि मोनेटाइज हुन सक्दछ। त्यसकारण चाहिँ यहाँहरुलाई चाहिँ पक्कै नि प्रोत्साहन मिलो त हतोत्साही नहुनु होला। युट्युबको क्षेत्रमा निरन्तर लागिरहनु होला। यहाँले यस्तै प्रश्नहरु छ भने मेरो कमेन्ट बक्समा राखिदिनु होला। यहाँहरुको मनमा लागेको जिज्ञासाहरु मसँग राखिदिनु होला। हरदम म खोजी गरेर यहाँहरुको माझ प्रस्तुत गर्ने भिडियो बनाएर अथवा यहाँलाई चाहिँ व्यक्तिगत रूपमा चाहिँ पनि यहाँहरुसँग सम्पर्क गरेर पनि यहाँहरुको समस्या समाधान गर्नको लागि पक्कै पनि यहाँलाई म आग्रह गर्न चाहन्छु। यहाँहरुको च्यानललाई मोनेटाइज सम्बन्धी समस्याहरु कसरी एप्लाई गर्ने, के विविध समस्याहरु छ भने पनि कमेन्ट बक्समा राखिदिनु होला। यहाँलाई चाहिँ आइपरेको समस्याहरु पक्कै म समाधान गर्नेछु। यसभन्दा अगाडि मैले कपिराइट कसरी हटाउने हैन, कम्युनिटी स्ट्राइक के हो भन्ने बारेमा भिडियोहरु पनि राखेको छु। यो भिडियो पनि हेर्न सक्नुहुनेछ। भन्दै यहाँहरुको दिन सुखद रहोस्। पक्कै पनि यहाँहरु हतोत्साही नहुनु होला। 4000 घण्टाबाट 8000 पुर्याए भनेर यहाँहरु हतोत्साही नहुनु होला। किन भन्दा तपाईलाई भिडियो राखे कहिले भ्यूज जाँदैन भन्ने कुरो चाहिँ तपाईलाई लागिरहेको छ भने भ्यूज जानको लागि मैले अघि नै भनिसके केही बेसिक नलेजहरु त्यो भिडियोमा केही न केही कामहरु तपाईले गर्नुपर्ने हुन्छ हैन। त्यो थम्बनेल, टाइटल, डिस्क्रिप्सन हैन, किवर्ड, ट्याग्सहरु, लोकेसन आदि सबै कुराहरु चाहिँ मिलाएर राख्नु होला। तपाईको भिडियोले पक्कै पनि एक दिन न एक दिन तपाईको चाहिँ भिडियोले चाहिँ राम्रो चाहिँ ट्रेन्ड लिनेछ।
त्यस्तै तपाईँ लाइभ स्ट्रिमबाट प्राप्त गर्न सक्नुहुनेछ होइन, सब्सक्राइब लगेर वाच टाइम प्राप्त गर्न सक्नुहुनेछ। यसरी तपाईँ नियमित किसिमले सक्रियपूर्वक लाग्नु होला, तपाईँको यात्रा पक्कै पनि सफल छ। मैले मोनेटाइज भइसकेको साथीहरूलाई फेरि भने नि होइन, डिमोनेटाइज त हुने होइन भन्नु। कुन अवस्थामा डिमोनेटाइज हुन्छ त? अब यो पोलिसीलाई मोनेटाइज भइसकेका भर्खर मोनेटाइज भइसकेका साथीहरूलाई कुनै असर पर्दैन। तर असर कुन बेला पर्छ? यो 27 जनवरी 31 भित्र यो पोलिसीलाई एक्सेप्ट गरेन भने, तपाईँको हरेकको वाइटी स्टुडियोमा आइसकेको छ, त्यसलाई एक्सेप्ट गर्नु भएन भने, तपाईँले चाहिँ त्यो रिभ्यूलाई एक्सेप्ट गर्नु भएन भने तपाईँको चाहिँ च्यानल डिमोनेटाइज हुन्छ। त्यसकारण चाहिँ 2027 जनवरी 31 भित्र तपाईँले एक्सेप्ट गर्नु होला। अनि तपाईँ पनि सक्रिय, तपाईँको च्यानल कति सक्रिय छ त भनेर चाहिँ तपाईँको हेर्ने आधार भनेको के हो त? 365 लामो भिडियोबाट मोनेटाइज गराउनु भएको छ भने 1 वर्षमा तपाईँको 365 दिनमा 1000 घण्टा चाहिँ वैध टाइम वाच टाइम हुनु पर्यो होइन। 1000 घण्टा चाहिँ वाच टाइम प्राप्त गरेको हुनु पर्यो। 90 दिनमा 10 लाख भ्युज प्राप्त गरेको हुनु पर्यो सर्ट भिडियोको हो भने होइन। त्यस्तो छ भने अनि 90 दिनमा 2वटा लामो भिडियो अनिवार्य राखेको हुनु पर्दछ। कुनै चाहिँ कम्युनिटी गाइडलाइन नलागेको, कपिराइट नलागेको, स्ट्राइक नलागेको त्यस्तो भिडियो 2टा भिडियो हुनु पर्यो। अनि 5वटा सर्ट भिडियो 90 दिनभित्र अनिवार्य हुनु पर्यो। त्यस्तो भयो भने तपाईँको च्यानल डिमोनेटाइज हुँदैन, तपाईँले निरन्तर काम गर्न पाउनुहुन्छ। त्यसकारण तपाईँहरू भर्खर मोनेटाइज भइसकेको साथीहरू पनि हतोत्साही नहुनुहोला र मोनेटाइजको यात्रामा लाग्नुभएका साथीहरू पनि तपाईँ सुरुमा सकिन हाफ मोनोतिर लाग्नुहोस् होइन। हाफ मोनोबाट तपाईँ फुल मोनो गराउनुतिर हाफ मोनोबाट बेसिक नलेजहरू सिक्दै जानुहोस्। तपाईँको 1000वटा भिडियो राखेर वाच टाइम धेरै प्राप्त गरेन, कहिलेकाहीँ चाहिँ 10वटा भिडियो 5वटा भिडियोले चाहिँ पुरै चाहिँ वाच टाइम पनि प्राप्त गर्न सक्दछ। यो कुराहरू बेसिक नलेज लिने होला। यहाँलाई चाहिँ हार्दिक धन्यवाद। ल, च्यानलमा नयाँ हुनुहुन्छ भने 1 लाइक, 1 कमेन्ट र 1 सब्सक्राइब गरिदिनु होला। यस्तै भिडियो ल्याउने प्रोत्साहन मलाई दिलाइदिनु होला। आदरणीय दर्शकबिन, यहाँहरू चाहिँ कन्टेन्ट क्रिएटरहरूलाई विशेष गरी फाइदा होस् भनेर मैले यो भिडियो बनाएको। यहाँहरूको दिन सुखद रहोस्, मङ्गल रहोस्। यस्तै भिडियो ल्याउनको लागि यहाँहरूले चाहिँ पक्कै नै प्रोत्साहन दिनुहुनेछ भन्दै म यहाँहरूबाट बिदा भएँ। हस् त, थ्याङ्क यू, धन्यवाद। यहाँको दिन सुखद रहोस्, कन्टेन्ट क्रिएटरको यात्रा सफल होस्।